श्रीमानसँग हुन सकेन भने अरूको प्यारो हुन सकिँदैन रहेछ। श्रीमानको प्यारो हुन्जेल मात्र हो तपाईँ अरूको प्यारो हुने। लेखेर राख्नुहोस् तपाईँको अहिले माइतीमा जति अहिले आएर तपाईँलाई दिदी बहिनीले कसरी चाटेका छन् भने तपाईँलाई अहिले माइती जाने बित्तिकै तपाईँले लगाएको राम्रो कपडा र तपाईँले लगाएको सुनमा हो। ढुक्कै उठ्नुहोस्। तपाईँले जुन भोलिदेखि तपाईँ च्यात्ता कपडा लगाएर जानुहोस्, तपाईँले त्यहाँ आउँदाखेरि बाटोमा हेर्दाखेरि तपाईँसँग बोलेछन् भनेको तपाईँलाई आफ्नो भनेर कसैले कसैलाई चिनाएछ भने तपाईँको सुकिलो कपडा र तपाईँले लगाएको सुन र तपाईँले लगाएको गुणले गर्दा हो। यदि तपाईँको बुढाले अझ गाडी लिएर तपाईँको माइतीमा जान सक्छ भने त तपाईँको छुट्टी चाहन्छ, सबैले पुज्ने हुन्छ नि। यो छ भरे तपाईँले घर गएर लाभ किन खानु परोस्। भरे त्यो गाडी चढेर गएर के गर्नु, घर गाडीबाट ओलेपछि लात्तीले हान्दै घरमा हुलेको पनि छ मान्छेले। त्यस्तो कति सुनिन्छ भने हुन्छ, कति हुन्छ कि यो रियलिस्टिक हो। कति रियलिस्टिक नै के छ भने मान्छेको बाहिर देखाउटी एउटा भित्र एउटा त्यो हुन्छ नि।